जेनजी लिडर सुदन गुरुङका हेटरहरू मेरो कुरा सुन्नुहोस्। सुदन गुरुङले हामी नेपालीहरूलाई एक गराएर यत्रो रिभोल्युसन लिएर आएर हामीले नयाँ नेपाल क्रिएट गरेका छौँ। यो नयाँ नेपालले अहिलेसम्म इतिहासमै नभएको महिला प्रधानमन्त्री पाएको छ र सुदन गुरुङले खुट्टा ढोगेर आशीर्वाद पनि लिएर आइसक्नु भएको छ। तपाईहरू हेटरहरू घरि कता दुगुर्नुहुन्छ, घरि कता दुगुर्नुहुन्छ। आफ्नो जिन्दगीको अमूल्य समय खर्च गरेर गाली गर्दै हिँड्नु भएको छ। तर वीर गोर्खालीको छोरो सुदन गुरुङले दिन रात नभनी देश र जनताको लागि लडिरहेको छ। हेर्नुहोस् त फरक कति धेरै छ। तपाईहरू सपोर्ट गर्न सक्नुहुन्न भने नि आफ्नो समय बर्बाद नगर्नुहोस्। त्यो अरूको लागि बर्बाद गर्ने समय आफ्नो लागि खर्च गर्नुहोस्। तपाईँ मान्छे बन्नुहुनेछ। साँच्चै तपाईहरूलाई नि होइन उखान टुक्का र तपाईँको दिमागसँग खेल्ने होइन मेनिपुलेसन गरेर तपाईँलाई जे सुन्न मन लागेको छ त्यही भन्ने भाषण ठोक्ने नेता मात्रै मन पर्ने रहेछ। जनताको मर्म बुझेर काम गर्ने एउटा मान्छे मन पर्ने रहेनछ। खुट्टा तान्दै गर्नुहोस्। सुदन गुरुङ एउटा वीर गोर्खालीको छोरा हो होइन, उसले गरेर देखाउँछ, मलाई पुरा विश्वास छ।